नेपालमा नेता बन्न विचार चाहिन्छ कि पैसा? आज नामै लिएर सोध्दैछौँ। कङ्ग्रेस, एमाले, माओवादी र रासपाको राजनीति कसले चलाउँछ? नमस्कार साथीहरू, यो भिडियो कसैलाई गाली गर्न होइन, कडा प्रश्न सोध्न बनाइएको। यदि प्रश्न मन पर्दैन भने सायद समस्या प्रश्नमा होइन सिस्टममा छ। कङ्ग्रेस आफूलाई लोकतन्त्रको जन्मदाता भन्छ, तर प्रश्नहरू छन्। चुनाव खर्च किन सधैँ महँगो हुन्छ? ठुला व्यवसायहरू किन सधैँ काङ्ग्रेस नजिक देखिन्छ? पार्टी फन्ड पूर्ण रूपमा सार्वजनिक किन हुँदैन? यदि काङ्ग्रेस साँच्चै जनताको हो भने पैसाले पहुँच किन किन्छ? म नेकपा एमालेको झोले हो र एमाले अनुशासन र सङ्गठनको कुरा गर्छ, तर प्रश्न टिकट पाउने प्रक्रिया कति पारदर्शी छ? पार्टीभित्र पैसा र शक्ति कसरी जोडिन्छ? किन ठुला नेताहरू सधैँ सुरक्षित हुन्छन्? यदि सङ्गठन बलियो हो भने साधारण कार्यकर्ता किन सधैँ कमजोर? माओवादी केन्द्र जनयुद्ध र गरिबको राजनीतिको कुरा गर्छ, तर आज नेताहरूको जीवनशैली कसरी फेरियो? सत्ता नहुँदा आन्दोलन, सत्ता हुँदा मौनता किन? पार्टी फन्डको स्रोत किन अस्पष्ट? यदि जनताका लागि लडेको हो भने जनताले नै किन प्रश्न गर्न डराउनु पर्छ? विकल्प दल रासोपा भन्छ हामी फरक छौँ, हामी नयाँ हौँ, तर प्रश्न यहाँ पनि उस्तै, पैसा बिना चुनाव सम्भव छ? ठुलो सहयोगीहरूले नीति असर गर्दैनन्, भोलि सत्ता पाएपछि पनि फरक रहन सक्लान्? नयाँ हुन् राम्रो हो, तर पैसाको नियम उस्तै रहेसम्म परिवर्तन कति सम्भव? समस्या पार्टी होइन, चुनावी सिस्टम हो। खर्च सीमा कागजमा मात्रै, फन्ड सार्वजनिक औपचारिकतामा मात्रै, जनताको शक्ति भोट हाल्ने दिनमा मात्रै, बाँकी दिन पैसाको शासन। हामीले नाम लियौँ कङ्ग्रेस, एमाले, माओवादी र रासपा। अब निर्णय तपाईँको। भाषण रोज्ने कि काम? पैसा हेर्ने कि नियत? पुरानै खेल कि साँच्चै परिवर्तन? कमेन्टमा लेख्नुहोस्। नेपालमा राजनीति कसले चलाउँछ, भोट कि नोटले? यो भिडियो सेयर गर्नुहोस्, किनकि प्रश्न नसोधिने देशमा उत्तर कहिले बदलिँदैन।